Hello guys, welcome to my YouTube channel. कुरा हैन नि त मान्छेको लुक्सले डजन्ट म्याटर इन लुक्स के मान्छेको भित्र अनि मनमा के हुनुपर्छ भन्ने कुराले प्रश्न पार्दिन्छ हेर्न अहिले चाहिँ स्प्रिङ सिजन भएको भएर जताततै साकुरा फुलिरहेको छ। सो आज हामी पनि यतै हाम्रो वरिपरि भएको साकुराहरू हेर्न जाँदैछौँ। यो हाम्रो होटलको गार्डन हो। यसको भित्र एकदमै धेरै साकुराहरू फुलेको छ। हामी चाहिँ त्यता हेर्दै अलि परतिरको स्ट्रिट साकुरा हेर्न जाँदैछौँ। होटल चाहिँ रुमबाट नजिकै भएको भएर हामी प्रायः जस्तो यहाँ घुमिरहेको हुन्छौँ। सो आज चाहिँ हामी अलि परतिरको स्ट्रिट साकुरा हेर्न जाँदैछौँ। यता होटलतिर चाहिँ अहिले भएर फेरि हामी फर्किँदाखेरि नाइटमा कस्तो देखिन्छ घुम्दै फर्किन्छौँ। हाम्रो चाहिँ अब बिदै छैन, त्यही भएर आजै हेर्नको लागि हिँडेको। यहाँ त हाम्रो घर मेरो रुम त उतै नजिकै हो। यहाँ त जहिले आए पनि हुन त हुन्छ, जतिखेर आए नि हुन्छ। तर अब राति कहिलेकै कामले भ्याउँदैन, त्यही भएर चाहिँ हामी आजै आएको। मजाले फुलिरहेछ। वाउ साकुरा त जता पनि कस्तो दामी देखेको नि बेबी। वाउ यो ओसाकीतिर आइपुगिसक्यो। खासै यो लाइन चाहिँ पुरै यहाँबाट स्टार्ट भएर साकुरा फुल्ने हो। तर मजाले फुलिसकेकै रहेछ। यो त्यो कोपिला हो नि बेबी। अझै टाइम लाग्ने छ। बोट पनि चढ्न मिल्छ फेरि आउने हामी। आज चाहिँ खासै फुलेको रहेछ। हेरौँ बोट नि खै हौ बोट चढ्न मिल्छ भन्दै थियो नि। फुलै त फुलेको छैन रहेछ। खतरा रोडमा चाहिँ साकुरा फुल्दो रहेछ। ओ माइ गॉड भयो। यो चाहिँ हाम्रो रुमबाट चाहिँ खासै टाढा छैन। यो चाहिँ यो पुल चाहिँ खासै त जोडिएको छ। यहाँ चाहिँ बोट पनि चढ्न मिल्दो रहेछ। पानी कस्तो राम्रो छ। यतापट्टि साकुरा फुल्छ। अहिले फुलेकै रहेछ राम्रोसँग। राम्रो फुल्न चाहिँ फुलेकै छैन मजाले चाहिँ अलिक टाइम लाग्ने रहेछ। यतापट्टि चाहिँ अलिक फुलिरहेको। ओसाकीतिर हो यहाँ चाहिँ। यस्तो क्या राम्रो सिटीभित्र साकुरा एकदम राम्रो छ। यता हेर्दा झनै राम्रो फोटो भिडियो भन्दा नि। कस्तो राम्रो। दामी फुलेछ। मा चाहिँ साकुरा यसरी फुलेको छ। यो चाहिँ माथिबाट यहाँ हेर्न नि मिल्छ। जहाँ पनि साकुरा बसाउने नि साकुरा। सब्जी किन्दैछौँ। सब्जी पनि खासै महँगो छैन त सुपर मार्केटमा। केला नि के किन्नु हो गरेर त निस्किसक्यौँ। रात पनि पर्यो। अब चाहिँ घर जाँदैछु। यहीँ नजिकै हो, एकैछिनमा पुगिहाल्छ। अब फेरि साकुरा हेर्दै जाने। अब चाहिँ झन् लाइटले अर्कै खालको देखिँदो रहेछ। हामी चाहिँ हेर्दै जाँदैछौँ। कस्तो राम्रो भयो। अहिले त झन् राति भएको भएर म त आज भोलि त घरि दे भन्छु, हिन्दी बोल्छु, घरि नेपाली बोल्छु, घरि इङ्ग्लिस बोल्छु। कस्तो हाँस उठ्ने होला। राति चाहिँ झन् यस्तो हुँदो रहेछ कि वाउ चाहिँ राम्रो देखिन्छ। राम्रो देखिन्छ। वाउ अब चाहिँ हामी जान्छौँ। हेर्दै साकुरा फेरि हेर्न आउने होइन। कहिले आउने? अलिअलि फुलेको रहेछ। यो फुलेकै छैन नि त। यस्तै कुनै मात्र फुलिरहेको छ। त्यही भएर हामी फेरि आउँछौँ बेलुका। अर्को दिन अलिक जाडो नभएको दिन सायद भोलि पानी पर्छ। त्यही भएर आज धेरै नै जाडो छ। हामी भोलि चाहिँ फेरि भएपछि आउँछौँ। यस्तो छ आजलाई चाहिँ। अब घर होइन सपिङ पनि गरेको। स्ट्रेट हो यहाँबाट छक्क गएपछि हाम्रो होटल पुग्छ।
हाम्रो होटल चाहिँ गोतेनियामा पर्छ। गोतेनिया कोवेन पनि भन्छ। त्यहाँबाट चाहिँ अब हामी त्यतैबाट जान्छौँ। त्यहाँ झनै साकुरा फुलेर राति कस्तो राम्रो भएको छ। हाम्रो होटलको गार्डन कोवेनमा पनि अगाडि यो चाहिँ हाम्रो होटल हो। अहिले चाहिँ वरिपरि सबैतिर साकुरा फुलेको छ। यहाँ पनि फुलेको छ। उतापट्टिको अपोजिट साइडको गार्डनतिर पनि फुलेको छ।